सञ्चालन गरेको थियो। त्यस कार्यक्रममा यहाँहरू आइटी सुरक्षित शिक्षकको 3 दिने कार्यक्रमको अन्तिम दिनको समापन सत्रमा सहभागी हुनुभएको छ। अवश्य पनि हामीले आशा अपेक्षा अनि विश्वास लिएका छौँ कि यहाँहरू यो तालिम कार्यक्रममा सबै आशा अपेक्षा त पुरा नहोला, पूर्ववत रूपमा कोसिस गरौँ कति सम्भव छ। यो चाहिँ माइन्ड नगरिदिनु होला। नमस्कार साथीहरू, म अहिले तत्कालको अवस्थामा उदयपुरको पहाडी क्षेत्र रौतमाई गाउँपालिकामा पुगेको छु, जहाँ कुहिरोको उद्गम बिन्दु जस्तो देखिन्छ। जहाँनिर चाहिँ यो मनाङ मुस्ताङको पहाड जस्तो देखिन्छ। यहाँ एकदमै धेरै सानो बाटो, जहाँ चाहिँ एउटा ट्याक्सी मात्र छिर्ने बाटो रहेको छ, त्यो पनि मुस्किलले त्यो ठाउँमा पुगेको छु। र यो ठाउँबाट यहाँलाई एकदम धेरै शीतल नमस्कार भन्न चाहन्छु। धन्यवाद।